हजुर कहाँदेखि घुम्न आउनुभएको? म आज नेपालदेखि नै भन्नुपर्छ सर यो नेपालदेखि। हजुर नेपाल घर कहाँ हो हजुर? नेपाल घर तराईतिर छ सर तराई? कुन जिल्ला? पत्थर कुन जिल्ला? सम्म भन्दा सम्म ठाउँको मान्छे हो म चाहिँ जापानमा 12 हजुर नेपालमा नि 12 को ठाउँमा जापानमा 12 भन्ने ठाउँ कहाँ छ र यस्तो? 12 भने गुलाबको फुल गएको फेरि अर्को पनि छ 12 भने बुता 12 मान्छे बुता धेरै मन पराउनु जस्तो। बुता त धेरै मनपर्छ सर नेपाल घर कुन ठाउँ हो र? नेपाल निजगढ हो सर 12 जिल्ला निजगढ भन्छ छिमेकी पर्नुभएको छ तपाईँ? छिमेकी हो र मेरो सरलाई हो तपाईँको 12। ए 20 किलोमिटर पर त वरपर त रहेछ यहाँ बसोबासी कहाँ गर्नुहुन्छ? बसोबास उताको सर उताको? हजुर उताको कुन ठाउँ बस्नुहुन्छ? उता कामतातिर हो कामता बस्नुहुन्छ? ए कामतादेखि यहाँसम्म आउनु कति टाइम लाग्छ? लगभग लाग्दो रहेछ सर घरदेखि हिँडेदेखि यहाँ यो बाटोसम्म हिँड्दाखेरि लगभग 45 मिनट जति लाग्छ फ्यामिली पिकनिक आउनु भएको? यो यसो हल्का यो दोराई पिकनिक भन्दो रहेछ यो जापानिज भाषा दोराई हजुर अङ्ग्रेजी भन्दा ड्राई हजुर। नेपालीमा भन्दाखेरि चाहिँ अलिक फुर खालको पिकनिक ए किन खानेकुरा सुक्खा भएर ड्राई भएको कि के हो? त्यही नै हो सर ए, त्यही हो। पानी अलिक कम ल्याएको छैन आज ड्राई नै भइरहेछ त्यो ड्राई